रवि लामिछानेको मुद्दामा अझै आल्टा अदालतमा अड्किएका मुद्दा किनारा लगाउने विषयमा न्यायपालिका पुरानै शैलीमा आज तोकिएको रविको मुद्दाको सुनवाई पेशी नचढेरै स्थगित। अघिल्लो केपी ओली नेतृत्वको सरकारले प्रतिशोध साधेरै जेलमा राखिएका भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको मुद्दामा यो सरकारले के गर्ला भन्ने प्रश्न आम जनचासोका रूपमा देखिन्छ। न्याय क्षेत्रकी पोख्त पारङ्गत पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीकै नेतृत्वमा सरकार छँदा वर्षौंदेखि अदालतमा अड्किएका मुद्दाका मिसिलहरू कहिले सकिन्छन् र दोषी भए कहिले जेल र निर्दोष भए कहिले मुक्ति भन्ने चासो सबैमा हुनु स्वाभाविक पनि हो। यसैसँग सम्बन्धित रवि लामिछानेको बाहिरै बसेर मुद्दा लड्न पाऊँ भन्दै दिएको निवेदनमाथि मुद्दाको सुनवाईका लागि तोकिएको पेशी सुरु नभएरै स्थगित भएको छ। सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज हुने भनिएको सुनवाई बिगो बमोजिमको रकम बुझाइ बाहिरै बसेर मुद्दाको पूर्वपक्ष गर्न पाऊँ भन्दै लामिछानेले दिएको निवेदनमा आजका लागि सुनवाई तोकिएको थियो। छविलाल जोशीले मुद्दा स्थगित गर्न माग गरेपछि रवि लामिछानेको मुद्दाको सुनवाई पनि स्थगित भएको हो।